हेलो दर्शन नमस्कार सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म हाम्रो नेपाली स्नेही काखमा छु श्रीनेहाको साथमा। हामी एकदमै पुरानो साथी पनि हो अनि आज चाहिँ मेरो बहिनीको जन्मदिन भएको कारणले गर्दाखेरि म आज यहाँ आउँछु भनेर सोचेर म यहाँ आएको छु। त्यही हो कुरा। अनि मलाई कस्तो गुजबम आइरहेछ है। मेरो साथीले मेरो बच्चा फ्यान के एकदम ठुलो फ्यान। अनि हेर्नु न यो दिदी कस्तो राम्रो छ, सिटा हो सिटा नाम भने होइन। अनि यस्तो राम्रो छ भने मेरो साथी हो नि उफ भनेको थियो होइन। आज उसलाई ऊ भयो होला। अनि अघि भन्दै थियो उहाँको सिरियल चाहिँ सिटा हो, नाम चाहिँ सुनिसा हो भनिरहेको थियो होइन। अनि एकदम थ्याङ्क यू। र यति पवित्र यस्तो प्यारो साथीहरू हुनुहुन्छ र यो कर्म गर्न सकिया हो। हरेक साथमा बोलीले भए पनि साथ। अस्ति नै धेरै चुप पहिला मैले होइन सानो इन्टरभ्यू गरौँ न एकदम राम्रो भिडियो भएको थियो। तुरुन्तै आयो त्यो भिडियो जाओस् नजाओस् उसलाई मतलब छैन कि आएर साथ दिएको है। आज बहिनीको बर्थडे होइन, अझै भाइ बहिनीसँग म खेल्ने गरेरै आउँछु फुर्सद निकालेर भनेको छ। थ्याङ्क यू सो मच, एकदमै थ्याङ्क यू। र सम्पूर्णलाई धेरै धेरै अझै धेरै मेरो सीतालाई माया गरिदिनु होला, मेरो होइन मेरो प्यारो नानुलाई माया गरिदिनु होला। दिदीको नाम सुनिसा है, खासमा त सानो मम्मी हो आमाको। सीता होइन हो नि, सीता हो है, सीता होइन। कसलाई मनपर्छ दिदी? दिदी जस्तो को हो नि? को हो नि? दिदी हो। ल एउटा गीत सुनाइदिनु। र प्रियाश्री बहिनीको शुभ जन्मदिनले यति शुभ दिन आयो। मेरो बच्चाहरू खुसी, सबैजना होइन आज हिरोइन आउनुहुन्छ भनेर खुसी है। थ्याङ्क यू सो मच। यो दिन र छिटो आएको भने त मैले हाट सबै गरेँ। म आफै चिन्तामा थिएँ कि 2 बजे सुतेको मान्छे होइन आइपुगेको, 2 बजे काठमाडौँ आइपुगेर गए मान्छे मैले अझै फोन गरेर होस् 12 बजे प्रोग्राम गरौँ सुत्या छैन होला भने ऊ आइसकेछ। थ्याङ्क यू। र बच्चाहरूको ढिलो हुने भएको भएर चाहिँ मैले यो केक चाहिँ काटिहाल्नु बच्चाहरूको बिचमा। अनि यो चाहिँ प्रियाश्री नानुलाई ह्याप्पी बर्थडे, गड ब्लेस यु इच एट एभ्री मोमेन्ट। ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर प्रियाश्री बजगाई, ह्याप्पी बर्थडे टु यु, मे गॉड ब्लेस यू, मे गॉड ब्लेस यू, मे गॉड ब्लेस यू डियर प्रियाश्री बजगाई, हैप्पी बर्थडे टू यू। ल कचौरामा ल मिस यसमा कचौरामा हाल्नु अहिले नि खाऊ, कचौरामा नि पाउँछ प्रजु। के गरे बाबु छोरा? खाकोहरु कुर्सीमा बस्नुस् ल, खाको कुर्सीमा ल सन्सुला आइहाल्छ ल, आइहाल्छ। अरु खायो कुर्सीमा प्लिज एकदम थोरै आइसमा बोलाएर बस। र सुनिसा प्यारो मान्छेले आँटेको कुरा कुरा होस् र हामीले यो देशको एकदम राम्रो होइन। अहिले त सानै छ, ठुलो होपछि आफ्नो काम गर्दै हामीले महानायिका देख्न पाउँछ प्यारो मान्छेलाई है।
ल जन्मदिनको धेरै धेरै शुभकामना नानुलाई पनि उसलाई चाहिँ सानो प्रार्थना गर्न अनि सँगसँगै शुभेच्छा माग्नु ल हरि राधा हरि राधा हरि भोक्ता हरि भोक्ता हरि राना हरि राना प्रजापति प्रजापति हरि विप्र हरि विप्र हरि ईश्वर भोक्ते भोक्ते बजाइते बजाइते हरि हरि अन्न ब्रह्मा प्रसन्न विष्णु भोक्ते देव महेश्वर हे भगवान प्रिय श्री बजगाईलाई शुभ जन्मदिनको धेरै शुभकामना उहाँको जीवनमा सुख शान्ति खुसी समृद्धि ऐश्वर्य आरोग्य प्राप्त होस् उहाँले आफूभएका सम्पूर्ण कामहरू सफल हुँदै जाओस् आज हामीलाई यहाँसम्म आफ्नो अवश्य गरी हामीहरूलाई सुनिसा बजगाई म्यामलाई पनि धेरै आशिष मिलोस् उहाँलाई सुख शान्ति होस् सम्पूर्णलाई श्री पशुपतिनाथले सधैँ रक्षा गरोस् धन्यवाद ल चिकन पनि छ खानु ल छोरीहरू उठिहाल्नु यताबाट नुन कम्पुटर गर्नु ल प्रिया श्री बजगाई है हजुर
डल्लै बस्नु तिमीहरू अब केक काट्ने नि म्याम खालि स्कुल जाने उहाँहरूले चाहिँ बत्ती बालिदिँदै हुनुहुन्छ प्रियाश्री बजारगाई नानीको चाहिँ शुभ जन्मदिन नानीलाई शुभकामना नाम थाहा पाउनु भयो है प्रियाश्री बजारगाई हे भगवान आज प्रियाश्री बजारगाई नानीको शुभ जन्मदिन हुँदा उहाँलाई जन्मदिनको धेरै शुभकामना उहाँको जीवनमा सुख शान्ति खुसी समृद्धि ऐश्वर्य आरोग्य प्राप्त होस् उहाँले आँट्नुभएका सम्पूर्ण कामहरू सफल हुँदै जाओस् आज हामीहरूलाई यो पवित्र दिनमा पवित्र सेवा गर्नुभएकोमा धेरै आशिष मिलोस् उहाँहरूलाई श्री पशुपतिनाथले सधैँ रक्षा गरोस् धन्यवाद Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Happy birthday to you. May God bless you. May God bless you. May God bless you, dear Priyasri Bajai Nanu. Happy birthday to you. Happy birthday. थ्याङ्क यू बहिनीको तर्फबाट हजुरको बहिनीको बर्थडे हो ए ल उहाँलाई हाम्रो तर्फबाट धेरै धेरै जन्मदिनको शुभकामना धन्यवाद सम्मान म चाहिँ यता उल्टोमा उनीबाट फेरि गयो सिलेर हेरिदिनु होला सीता सीता हेरिदिनु होला नि बिहान आइसक्यो त पनि हामी खानु पाएको छैन नगएको थिएँ गाइस कस्तो ग्यारी डबल लिने कि नलिने डबल लिने कि नलिने बाई आज एकदम म ठुलो फ्यान है सुनिसाको होइन हामी साथी भए पनि म उसले थिएटर गर्दादेखि नै म उसको फ्यान एकदम राम्रो क्यारेक्टर निभाउने होइन त्यो सेतो लुगामा आफू बेरेको त अहिलेसम्म बिर्सेको छैन र अहिले त सबैको प्यारी होइन सबैको सीता अझै कतिवटा कामहरू छ अझै धेरै उन्नति प्रगति होस् र आजको विषय चाहिँ के हो भने प्रियाश्री नानुको शुभ जन्मदिन हाम्रो प्यारी बहिनी मेरो पनि बहिनी होइन सुनिसाको आफ्नै अन बहिनी उहाँको लागि चाहिँ उसले गिफ्ट बनाएको छ ब्याग र प्रिटी कलर्सहरु ब्याग है यो चाहिँ प्रियान्सी नानुलाई प्रियान्सी भन्दा हुन्छ प्रियाश्री नानुलाई र यो चाहिँ सबैले देख्नु भएको होला उसले स्टार्ट गरेको पहिलो यो चाहिँ टप होइन मैले सुनिसालाई देख्ने बित्तिकै यसलाई सुहाउने मान्छे चाहिँ बल्ल मैले भेटेँ बल्ल न्याय पायो बल्ल न्याय पायो लुगाले होइन कतिले हेरेर आहा आहा भन्नुभएको थियो आहा लुगा लाउनलाई एकदम ब्युटिफुल मान्छे चाहिँदो रहेछ त्यो ब्युटिफुल मान्छे चाहिँ बल्ल हामीले पाएको छौँ यो चाहिँ ल उसले बनाएको पहिलोचोटि
कस्तो प्रिटी छ हेर्नु न लाएर भिडियो बनाएको नि हामीले हेर्न पाऊँ ल यो लाएर चाहिँ भिडियो बनाएको नि उसले देखाउनुहुन्छ होइन कस्तो राम्रो हजुरको हातलाई त हेर्नु न कति धेरै बनाउनु भएको यति धेरै बनाउनु भएको छ अनि कस्तो स्विट कलर छानेको के अनि हेर्नु अनि थ्याङ्क यू सो मच सबैले माया गरिदिनु होला र सीतालाई त सबैले माया गर्नुहुन्छ अझै उसले धेरै ठुलो खुड्किला चढेर टप अफ द हिलमा सधैँ त्यही ठाउँलाई मेन्टेन गरेर त्यहीँ बसिराखेको देख्न पाऊँ एकदम ठुलो कर्म मैले देखेको मान्छे होइन मेरो मान्छेलाई चाहिँ सधैँ उच्च स्तरीय कर्म गरेको देख्न पाऊँ लभ यु माया कति धेरै भनेको मैले त के भन्नु होला नि होइन यति राम्रो काम गरिरहेछ होइन मेरो साथ सपोर्ट जहिले रहनेछ म जहिले छु छ पनि फेरि है जहिले पनि म छु आइएम विथ यु है भन्ने मान्छे सधैँ पाएको छु बिजी भएर पनि मेसेज पाइरहेको हुन्छु थ्याङ्क यू है लभ यु माया कस्तो ठुलो छ कि उसको हाइट कत्रो चप्पल लाग्यो बिहान यत्रो चप्पल लगाएर आएछ कि हो म होइन मलाई लागिरहेको थियो किनभने पहिला पनि हामी सँगै हिँड्दाखेरि उसको हाइट यत्रो नि त यत्रो हिँड्लाएर हिँड्नु पर्थ्यो होइन अहिले अब म्याचै हुन देखाइदिउँ न चप्पल पनि नेसनल चप्पल हो है जहाँ पनि पुग्छ त्यही भएर मैले बुट्न लागेको आएको ठिक गर्दैछ ल धेरै 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 धन्यवाद मलाई पनि आज एकदमै कस्तो सार्थक फिल भइरहेको छ एकदम आनन्द आइरहेछ यहाँ बसेर टाइम स्पेन्ड भएको थाहा नै भइरहेको छैन होइन एकदमै रमाइलो भइरहेको छ फेरि आइराख्नेछु आइराख्न पाऊँ जोडिराख्न पाऊँ यस्तो राम्री मान्छे है हामी उसँग थिएटरमा होइन आज झन् केही नलाउँदा नि यति राम्री छ ल सुत्न नपाएको 2 बजे आएर कति 4 बजे सुत्यो अनि 3:30 सम्म सुत्यो यहाँ त 6:30 मा आइसकेको थियो ल लभ यु थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच दिदी बाई ल भनिदेऊ गीत सुनाइदेऊ त सिङ्गर हुने रे ल एउटा गीत गाइदेऊ न त ऊ त नर्भस भयो अरू बेला गाइदेऊ लाज लाग्यो आज लाज